मागेको छ त्यस्तो होइन होइन भने प्रमाण देखाउ न त हैन फाइदा दिइराखेको छ खालि अरबौं अरब यिनीहरूले लुटेर खाँदो रहेछ नि त जनतालाई राम्रो काम गर्नेलाई चाहिँ हामी यसरी कारबाही गर्छौं भन्ने एउटा सन्देश दिएको छ छोडेर भए पनि हामी लड्छौं संघर्ष गर्छौं यी भ्रष्ट फटाहरूको विरुद्धमा हामी अवश्य लड्छौं धरानको हकमा एकदम ठूलो आन्दोलन भइरहेछ आज मात्रै धरानमा 2-3 वटा समूहले र्याली निकाले है पुनः बहाली गर कुलमान घिसिङलाई हटाउन पाइदैन भनेर जुन गरिएको छ यिनीहरूलाई भोट दिन र साथ दिन त महापाप हो के अनि यिनीहरू जतिको फटाइ यो संसारमा को छ अनि हामीले एउटा बिजुलीको बिल 10 रुपैयाँ 12 रुपैयाँ पर युनिट तिरिरहेका छौं तर यी ठूला ठूला उद्योगपतिले चाहिँ 4 रुपैयाँ 75 पैसा पर युनिट 4 रुपैयाँ 75 पैसा पर युनिट तिर्दा पनि अरबौं अरब बिजुलीको बिल नतिर्ने भनेपछि तिर्नु हुँदैन तिराउनु हुँदैन भनेर यी शासकहरू लाग्छ भने यिनीहरू जतिको अपराधी यो संसारमा को हुन सक्छ अब तपाईहरुले भन्दा पनि कुलमान घिसिङलाई त सरकारले हटाइ छोड्यो नि त यो सरकारले के गरिरहेछ भन्दाखेरि यो सरकारमा आज एमाले र कांग्रेस छ यो एमाले र कांग्रेसले चाहिँ पार्टीका शीर्ष नेताहरू हैन उनीहरूले चाहिँ देशको जनताको हित नचाहने रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ कुलमानले देशलाई यति धारे फाइदा उठाएको थियो हैन 31 अर्ब 64 करोड घाटामा पुगेकोलाई अहिले 82 अर्ब फाइदा दिइरहेको हैन र अहिले जुन ठूला ठूला उद्योगपतिहरुले अरबौं अरब देशलाई घाटा लगाइरहेको त्यो उठाउँदाखेरि चाहिँ अहिलेको सरकारले एमाले र कांग्रेसका पार्टीका शीर्ष नेताहरूले चाहिँ के गरे भन्दाखेरि कुलमान घिसिङलाई कारबाही गरे र मैले काहीँ हेर्दैछु मिडियातिर है केपी ओलीज्यूले के भन्छ जति मिडियामा आएको छ त्यस्तो होइन होइन भने प्रमाण देखाउ न त हैन फाइदा दिइराखेको छ खालि जनता यी जनताहरू भनेको चाहिँ भेडा बाख्रा हुन् हामी भनेको यो देशको ठूलो मान्छे भगवान हो हामीले कालोलाई सेतो भन्दा पनि यी भेडा बाख्राले सेतै भन्छन् भन्ने विचार बोकेको कारणले यी पार्टीका शीर्ष नेताहरूले जे पाए त्यही बोल्ने जनतालाई उल्लु बनाउने काम गरिरहेछ त्यसको चाहिँ हामी घोर विरोध गर्छौं अब जनताहरू जाग्नुपर्छ भन्छु म चाहिँ अनि सरकारले त कुलमान घिसिङले अरबौं भ्रष्टाचार गरेको छ भनेर भनिराखेको छ नि त फेरि हो त्यही कारणले मैले के भने त देखाउ न जनतालाई उले अरबौं भ्रष्टाचार गरेको भए त भ्रष्टाचार भएको भए त देशलाई फाइदा दिन्थ्यो हैन त्यो कारणले गर्दाखेरि के भन्दाखेरि फेक फाइदा हो रे नि त फेक फाइदा हो रे नि त फेक फाइदा त्यो त्यसो भए फेक फाइदा भनेर चाहिँ जनतालाई चाहिँ बेकुफ गदे बनाएको हामी चाहिँ मान्छे यो जनताहरू चाहिँ बेकुफ गदे हुन् मैले ढुङ्गालाई माटो भने माटो भन्छ है माटोलाई मैले पानी भने पानी भन्छ भन्ने सोचेको कारणले गर्दाखेरि त्यो अब उनीहरुको नेता कार्यकर्ता भनेको त दास र नोकरै हुन् पुच्छरै हुन् है तिनीहरुको चेतना भन्ने चीज छैन है अलिअलि खानु दिन्छ अनि त्यसैको पछाडी दौडिन्छ अनि कहिले देश बन्छ कहिले समाज सुध्रिएर जाने है तर कुलमान घिसिङले राम्रो काम गर्दा गर्दै तपाईहरुलाई यस्तो लाग्दैन नराम्रो काम गरेको छ कि जस्तो लाग्दैन 100% ले उले सही काम गरिरहेको छ अहिलेको देखाइमा हैन 82 अर्ब 8 वर्षमा फाइदा लिनु भनेको सामान्य कुरो होइन है पहिले मैले भन्दा कुलमान आउनु भन्दा पहिले कति गयो भन्दाखेरि 27 अरब चाहिँ के हो घाटामा थियो आज 27 अरब घाटालाई चाहिँ के गर्यो भने सरकारले त्यो पूरा गर्यो 27 अरब उता खायो अब फेरि गर्दा 27 जुन 54 अरब देशलाई घाटा भयो किनभने उलाई घाटा भएपछि त्यो कम्पनीलाई 27 अर्ब दिनु पर्यो नि त त्यो 27 अरब पनि बाट्यो 27 जुन 54 अरब है पछि पछिल्लो चोटि फेरि 31 अरब 64 करोड घाटामा थियो कुलमान घिसिङ हुँदाखेरि भनेपछि अरबौं अरब यिनीहरूले लुटेर खाँदो रहेछ नि त जनतालाई यो कुलमान घिसिङलाई यसरी सरकारले केही समय त बाँकी छ नि जस्तो अब साउन अब लगभग साउनसम्मको उहाँको म्याद भनिन्छ हैन लगभग 5-6 महिना बाँकी छ तर 5-6 महिनाको म्याद बाँकी रहँदा पनि सरकारले यति छिटो हटाउनुको पछाडीको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईलाई मलाई त्यो पछाडी हटाउनको कारण चाहिँ के हो भन्दाखेरि
अब यिनीहरू यसै बेजेत भयो उसै बेजेत भयो। अब किन भन्दाखेरि अब राम्रो काम गर्नेलाई चाहिँ यसरी कारबाही गर्छौँ, राम्रो काम गर्लास् भनेर देशमा रहेका सम्बन्धित निकाय ठाउँका उहरूलाई कर्मचारीहरूलाई नेता कार्यकर्ताहरूलाई चाहिँ त्यो एउटा सन्देश दिएको हामी यसरी कारबाही गरेका छौँ। तिमीहरूले जनतालाई ढाँटेर लुटेर खान सिक्नुपर्छ, तिमीहरूले भ्रष्टाचार गर्नु सिक्नुपर्छ, अरबौँ करोडौँपतिहरूलाई अरबपति खरबपति बनाउनु सिक्नुपर्छ, तर जनतालाई चाहिँ भोकै मार्नुपर्छ, गरिब राख्नुपर्छ भन्ने एउटा सन्देश दिएको छ। त्यही कारणले कुलमान घिसिङलाई अहिले तत्काल कारबाही गर्नुको मुख्य कारण भनेको चाहिँ राम्रो काम गर्नेलाई चाहिँ हामी यसरी कारबाही गर्छौँ भन्ने एउटा सन्देश दिएको छ। अब तपाईँहरू जस्तो मान्छेलाई चाहिँ तपाईँहरू जस्तो अभियन्ताहरूलाई चाहिँ अहिलेको सरकार पक्ष अथवा कुलमान घिसिङ हटाउने पक्षहरूले के भन्ने रहनु भएको छ भन्दाखेरि तपाईँहरूले काम पाउनु भएको थिएन, अब काम पाउनुभयो विरोध गर्ने भनेर भनेको छन्। यो विषयमा तपाईँको टिप्पणी के छ? तपाईँहरूले काम पाएको हो, तपाईँहरू पहिला काम विहीन हुनुहुन्थ्यो? होइन, यस्तो हो, काम भनेको राम्रो मान्छेको पक्षमा हामी उठाउँछौँ, काम छोडेर भए पनि हामी लड्छौँ, सङ्घर्ष गर्छौँ। यी भ्रष्ट फटाहरूको विरुद्धमा हामी अवश्य लड्छौँ, हामी पछाडि हट्दैनौँ होइन। हामीले यहाँ धरानमा सहकारीको विषयमा निरन्तर आन्दोलन गरिरहेका छौँ है। त्यो पनि काम नभएर होइन, पीडितहरूको पक्षमा बोलिरहेका छौँ र राम्रो मान्छेको पक्षमा पनि हामी बोल्छौँ, साथ दिन्छौँ। अब तपाईँहरूले जुन अहिले आन्दोलन गरिरहनु भएको छ, यो आन्दोलन चाहिँ धरानको हकमा चाहिँ कस्तो छ? धरानको हकमा एकदम ठुलो आन्दोलन भइरहेछ। आज मात्रै धरानमा 2-3वटा समूहहरूले र्याली निकाले है, पुनः बहाली कुलमान घिसिङलाई हटाउन पाइँदैन भनेर जुन गरिएको छ। र म के भन्छु भने काहीँ सामाजिक सञ्जालमा त्यो त थोरै हो, केही व्यक्तिहरू मात्र निस्केको भन्ने छ त फेरि सरकार। होइन, त्यो थोरै भने थोरै होस् या धेरै होस्, तर विरोध त भयो नि त होइन। तर म के भन्छु, तर विरोध त थोरै लास्टमा हुनु त त्यस्तो केही फाइदा छैन होला नि त? होइन, फाइदा भन्ने चिज त सरकारले बुझ्न पर्छ। जनताले अहिले सामाजिक सञ्जाल छ, घर घरमा बसेर पनि बुझिरहेका छन्। र अहिले सामाजिक सञ्जालतिर काहीँ देखिँदैछ भने के देखिँदैछ भने ऊर्जा मन्त्रीलाई मात्रै गाली गरेको देखिन्छ, काहीँ केपी ओलीलाई मात्रै गाली गरेको देखिन्छ होइन। तर के भन्नुपर्छ भने पार्टी नै लागेको हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ एमाले काङ्ग्रेसले है। अनि फेरि काङ्ग्रेसले गगन थापाहरू चाहिँ यो ठिक होइन भन्ने कुरा गरिरहेको छ। यिनीहरू भनेको चाहिँ आफै बोक्सी आफै धामी, यिनीहरू जतिको फटा अपराधी यो संसारमा काहीँ छैन। त्यही कारणले त मैले भन्छु यिनीहरूलाई भोट दिन र साथ दिन त महापाप हो के है। तर उनीहरूलाई नै कारबाही गर्ने, अनि फेरि केही नेताहरू चाहिँ फेरि कुलमानकै पक्षमा बोल्ने, अनि यिनीहरू जतिको फटाइ यो संसारमा को छ? अनि फेरि जनताले त्यस्तै मान्छेले जिताउँछन् त के गर्नु त? तपाईँहरूलाई के लाग्छ? त्यो त जनतामा चेतना नभएर चेतनाको विकास गर्न जरुरी छ, हामी गर्दैछौँ। अब कुलमान घिसिङको आन्दोलनको विषयमा के हुन्छ धरानमा, के छ भन्नु? अब कुलमान घिसिङको आन्दोलन धरानमा निरन्तर नै रहन्छ। कस्तो खालको आन्दोलन गर्ने तपाईँहरूको विचार छ? त्यही हो, तपाईँहरूको सल्लाह भएको छ? भइरहेको छ। अब हामीले चाहिँ जाने भानुचोकमा प्रदर्शन गर्ने भन्ने किसिमकै कुराहरू चाहिँ भइरहेछ। त्यो बाहेक के छ? सांकेतिक आन्दोलन? त्यस्तो सांकेतिक केही भएको छैन खासमा अहिले त्यो केही जम्मा हुने, र्याली गर्ने, त्यसपछि आन्दोलन गर्ने कुरा हो, त्यही किसिमको हाम्रो भइरहेछ अहिले। अब अहिले त सामाजिक सञ्जालमा प्राय सबै ठाउँबाट कुलमान घिसिङ हटाएको बारेमा विरोध भएको देखिन्छ होइन। तपाईँहरूको विरोधले चाहिँ के कुलमान घिसिङ रिप्लेसमेन्ट हुनु होला फेरि के छ? सरकारले अहिले भर्खर हितमान साक्य चाहिँ नियुक्ति गर्नुभयो। जनताले निरन्तर आवाज उठाइरह्यो भने सरकार झुक्न बाध्य हुनुपर्छ र सरकारले फेरि पुनर्बहाली गर्नुपर्छ। उहाँले राम्रो काम गरेको छ र राम्रो काम गर्नेलाई मान्छेले सबैले सम्झ्नु। यदि कुलमान घिसिङले सायद ठुला उद्योगपतिहरूलाई निःशुल्क बिजुली दिएको भए सायद उसलाई कारबाही गर्दैन थियो होला। निःशुल्क बिजुली दिन सकेन होइन, यो त घाटा हो देशलाई, जनताको लागि ऊ हो भनेर गरेन। अहिले जुन ऊर्जा मन्त्री नियुक्त गरेको छ उसको काम भनेको ठुला लोड सेडिङ नहोला, तर ठुला उद्योगपतिहरूलाई चाहिँ उहाँले अरबौं अरब छुट दिने आएका छन् क्या। अरबौं अरब छुट दिनु पर्यो। कुलमान घिसिङले त छुट दिएन है। त्यो कारणले गर्दाखेरि
यसरी चाहिँ जनतामारा काम गरिरहेको कारणले अब जनताले आँखा खोल्नुपर्छ है भनेर म चाहिँ भनिरहेको छु। तर सरकारले त हितमान साक्यलाई चाहिँ नियुक्ति गरिसकेको अवस्था छ नि त भर्खरै अहिले अब त्यो तपाईँ र मैले यो अन्तर्वार्ता गरिरहँदाखेरि केही समय यस्तो हो। हितमान साक्यलाई उहाँले गर्नुभयो, गर्नुको मुख्य कारण चाहिँ के हो भन्दाखेरि अब उसले चाहिँ उद्योगपतिहरूलाई चाहिँ छुट दिनु पर्यो क्या है। अरबौं अरब बिजुली 4 रुपियाँ तपाईँ हामीले एउटा बिजुलीको बिल 10 रुपियाँ 12 रुपियाँ पर युनिट तिरिरहेका छौँ, तर यी ठुला ठुला उद्योगपतिलाई चाहिँ 4 रुपियाँ 75 पैसा पर युनिट 4 रुपियाँ 75 पैसा पर युनिट तिर्दा पनि अरबौं अरब बिजुलीको बिल नतिर्ने भनेपछि तिर्नु हुँदैन, तिराउनु हुँदैन भनेर यी शासकहरू लाग्छ भने यिनीहरू जतिको अपराधी यो संसारमा को हुन सक्छ। अब अन्तिममा एउटा कुरा बताइदिनुहोस् होइन, फेरि लोड सेडिङ होला त नेपालमा? लोड सेडिङ नहुन सक्छ, तर यी अरबौं अरब चाहिँ के हो भ्रष्टाचारीहरूको झोलीमा जाँदैछ पैसा। यो चाहिँ स्पष्ट हुनुपर्छ। लोड सेडिङ नहुन सक्छ, तर अरबौं अरब पैसा उनीहरूको गोजीमा जाँदैछ। अहिलेको यो पछिल्लो यो सरकारको जुन पुलमान हटाउने निर्णय छ, यो निर्णय भनेको चाहिँ जनता हारेको माफियाहरूले जितेको हो अथवा के हो? अहिलेसम्मको देखेका त्यही हो। जनता तपाईँले के भन्न चाहनुहुन्छ? तपाईँलाई म चाहिँ के भन्छु भने तपाईँलाई के लाग्छ? जनताको गल्तीले गर्दा चुनावमा मासु र भातमा भोट दिएको परिणाम आज जनताहरूले भोगिएका छौँ। देश खोक्रो, बेरोजगार, गरिबी है, भरे के खाउँ भोलि के खाउँ, यी शासकहरूको कारणले गर्दा आज पेट पाल्नको निम्ति विदेशीको घरमा नोकर बस्नु परेको छ। त्यो कारणले गर्दाखेरि अब तपाईँ हामी सचेत बन्ने कि नबन्ने भनेर हामीले चाहिँ एउटा देखाइरहेछौँ। समय समाधान धेरै धन्यवाद। धन्यवाद, नमस्कार।